मैंने ब्लॉग आज हामी त्यतिकै उयो गर्दै पुसेको दसैँको सबैलाई शुभकामना ह्याप्पी दसैँ। अनि मेरो चाहिँ हामी यहाँ पर घरतिर ठुलो घरतिर दसैँ टिका लाउन गइरहेको छौँ गाइस। अहिलेको नजारा फ्ल्यास लाइट रहेछ अनि गाइस अब चाहिँ हामी हिँड्दैछौँ जाँदैछौँ। अहिले चाहिँ हामी माइला घरतिर हिँडेको। मेरो मोबाइल चाहिँ त्यहाँ छोडिएको थियो अनि आएको लगेर। गाइस मलाई चाहिँ यहाँ लाज लाग्छ क्या भ्लग बनाउनु। जुसाइहाल्छ क्या यो कमेन्टहरूले यहाँको कमेन्टहरूले जुसाइहाल्छ होइन गाइस। अनि के गर्दै हुनुहुन्छ गाइस। अनि म चाहिँ अब माइला घरतिर हिँडेको। अहिलेको नजारा यस्तै छ। मैले न्यू फोन लिएको गाइस। दिस इज माई दसैँको लुगा। अरू पनि छ दसैँको लुगा, त्यस्तो धेरै छ क्या दसैँको लुगा। हामी चाहिँ अब यहाँ सबसे ठुलो पासघरमा आइपुग्यौँ गाइस। झेलानी गाउँको सबसे ठुलो बास गाडी त्यहाँदेखि ऊ परसम्म छ गाइस। उयो तल छ क्या एउटा। अनि त्यहाँदेखि ऊ तल यहाँबाट देखिन्छ होला जुममा। हाम्रो जुम जुममा जान्छु। यो सनको जुम हो गाइस। राति गाइस बास गाडी चाहिँ झापाको सस्तो ठुलो बास गाडी हुन्छ। झापा होइन झेलेनीको ऊ परसम्म चाहिँ ठुलो घर देख्नु पनि गाइस त्यहाँसम्म छ। अब अलिक छिटो हिँड्नुपर्छ गाइस। अनि अब के गर्नु त नजारा यस्तै छ। लुगास ह्याप्पी दसैँ। उनीहरूलाई सेम टु भन्न आउँदैन रहेछ गाइस। माइला ठुलो भएको घर। गाइस मैले एउटा नयाँ आइफोन 16 पनि खरिदिएको गाइस तपाईँहरूको सपोर्टले गर्दा। अनि एउटा ल्यापटप पनि खरिदेको छ। मेरो दुईवटा आइडी छ, त्यसलाई सब्सक्राइब गरिदिनु होला। हिजो मैले यहाँ स्वर पो दिएको थिएँ गाइस। को रहेछ सन्चै यहाँ के बनाउनु आँट्नुभएको यहाँ होइन भाइलाई नुहाइदिएको कि गाइस। अब हामी यहाँ माइला ठुलो भएको घरमा आएको छौँ। अस्ति नै यहाँ भाइ बामा सर्ने भइसकेको छ। नगर्नु नि नगर्नु भाइ बामा सर्ने। ओ उता लड्दैन हौ गाइस। आजको भ्लग यति नै। बाई बाई।